रविजीसँग 3.5 घण्टा वार्ता गऱ्यौँ। हेर्नुहोस्, हामी बस्यौँ 3.5 घण्टा एउटा होटलमा। 6 बजेदेखि बेलुका राति 9:30 बजीसम्म बसियो। हामी 5वटै सहकारीका साथीहरू थियौँ। त्यतिखेर पनि मैले के भने माननीयज्यू, तपाईँ राजनीतिमा आउनुभन्दा अगाडि गोर्खा मिडियाकोमा जोडिनुभयो। गोर्खा मिडियामा 68 करोड पैसा गएको छ। त्यो संसदीय छानबिन समितिले पनि बोलेको छ र प्रहरी अनुसन्धान CIB अनुसन्धानले पनि बोलेको छ। त्यो प्रमाणित भइसक्यो। तपाईँ 15% मालिक हुनुहुन्छ। तपाईँले 15% पैसा हजुरले तिर्दिनुहोस्। हामी सबै 5वटा सहकारीले मुद्दा विथड्र गर्छौँ। किन मान्नु भएन? अब त्यो भगवान जानुहोस् किन मान्नु भएन। नमस्कार, अपडेट डिबेटमा स्वागत छ। म समीर साबगाई। आजको अपडेट डिबेटमा हामी सहकारी पीडितहरूको आजको अवस्था र जसरी यो बालन सरकार अर्थात् झन्डै 2/3 सरकारले सहकारी पीडितहरूको रकम फिर्ता गर्ने भनेर जुन रणनीतिको साथ काम गरिरहेको छ, के साँच्चै त्यो कामको आभास सहकारी पीडितहरूले गरेका छन्? सहकारी पीडितको आजको दिनमा त्यो पीडा कहाँ पुगेको छ? अझ भनौँ, सहकारी पीडितले साँच्चै त्यो सहकारी पीडित भनेर जुन आफ्नो एउटा पहिचान बनाउनु परेको छ, त्यो पहिचान बनाउन बाध्य छन्। त्यो पहिचानबाट उनीहरू कहिले मुक्त हुन्छन् र हातमा पैसा लिएर डुबेको रकम कहिले फिर्ता पाउँछन्? यावत विषयमा आज हामी कुराकानी गर्दैछौँ। हामीसँग कुराकानीका लागि लामो समयबाट, करिबन वर्षदेखिबाट सहकारी पीडितहरू, आफू पनि सहकारी पीडित र धेरै सहकारी पीडितहरूको प्रतिनिधित्व गरेर त्यो बचत रकम, जुन त्यो डुबेको रकम फिर्ता गर्नका लागि अहोरात्र दिनरात नभनिकन कहिले चितवनको सडकमा उहाँ आवाज उठाउनुहुन्छ त कहिले काठमाडौँको सिंहदरबारसम्म आफ्नो आवाज र समग्र सहकारी पीडितहरूको एकमुष्ट आवाज बुलन्द गर्दै आउनु भएको छ। उनै व्यक्तिसँग आज हामी कुराकानी गर्दैछौँ। चितवन सहकारी पीडित सङ्घर्ष समितिका संयोजक आज हाम्रो स्टुडियोमा हुनुहुन्छ। हामीसँग हुनुहुन्छ शालिग्राम दुवाडी। सर नमस्कार, स्वागत छ। धन्यवाद सर। आराम हुनुहुन्छ? हजुर, एकदम आराम। अहिले सहकारी पीडितहरू जुन तरिकाले लामो समयदेखिबाट वर्षसम्म आफ्नो कुनै एउटा भनौँ न उद्देश्यका साथ सहकारीमा लगानी गरियो, त्यो लगानी आज डुबेका कारणले गर्दाखेरि, त्यो बचत रकम डुबेका कारणले गर्दाखेरि आज पीडामा हुनुहुन्छ, आज त्यो समस्यामा हुनुहुन्छ। वर्ष भयो त्यो आलो घाउ अझै पनि भनौँ न त्यसमा सरकारले, राज्यले मलम लगाउने प्रयास गर्छु भनेको छ, तर आजको दिनसम्म पनि त्यो आलो घाउ जीवित नै छ। जीवितै छ। तपाईलाई देख्दै गर्दाखेरि धेरैले बिचरा पनि भन्छन्, हजुर, सहानुभूति पनि राखेका छन्, तर राज्यले पनि समानुभूति तपाईँहरूलाई दिलाउन सकेको छैन। राज्यले पनि न्याय तपाईँलाई दिलाउन सकेको छैन, जस कारणले गर्दाखेरि तपाईँहरू न्यायको लडाइँ लडिरहनु भएको छ। हिजोकै प्रसङ्गको कुराकानी गरौँ। हिजो श्रम संस्कृति पार्टीका नेता सांसद हर्क साम्पाङलाई पनि ज्ञापन पत्र बुझाउनु भयो। के थियो त्यो प्रसङ्ग? अब यस्तो थियो, हर्क साम्पाङज्यू अलिकति अहिले बलियो प्रतिपक्षको रूपमा, अब पुराना प्रतिपक्षीहरू अहिले चाहिँ निर्मम अलिकति बोल्न नसकिरहेको अवस्थामा सायद उहाँहरूलाई आफ्नै ठुलो पार्टीबाट तल गिर्दाखेरिको चाहिँ चोटले होला उहाँहरूले बोल्न सकिरहनु भएको छैन। यस कारणले संसदमा जोरदार रूपमा यो पीडितको आवाज कसले उठाइदिन्छ त भन्दा माननीय हर्क साम्पाङज्यू चितवन आउँदै हुनुहुन्छ भन्ने कुरो हामीले थाहा पायौँ। थाहा पाएपछि अब पक्कै पनि संसदमा उहाँले जोरदार रूपमा हाम्रो पीडितको पक्षमा न्याय गर्नुहुन्छ भनेर हामीले उहाँलाई ज्ञापन पत्र सहित हामीलाई बालन सरकारलाई एकचोटि भेटाउनको लागि पहल गरिदिनु र अब यो सरकारले बाँड्दै गरेको रकम, जब 23वटा सहकारी मात्र अहिले अघिल्लो सरकारले सङ्कटग्रस्त घोषणा गरेको छ, हालसम्म अरू एउटा पनि सङ्कटग्रस्त घोषणा भएका छैनन्। संसदीय छानबिन समितिले 46वटा सहकारीको 87 अरब हिनामिना भएको भनेर छानबिन समितिले निकालिएको छ। त्यो मध्येमा जीवी राईका 5वटा सहकारी छन् र जीवी राईको 8 अरबभन्दा माथि पैसा हिनामिना छ र यसलाई पनि नछुटाउनुहोस् है। हाम्रो पक्षमा पनि राज्यले दिने भनेको, वितरण गर्ने भनेको पैसा चाहिँ यो हामी सहारा सहकारी लगायत यो जीवी राई सहकारी पीडितहरू सबैजनाले पाउनुपर्छ, लगायत अरू सहकारीले पनि पाउनुपर्छ है भनेर त्यो आवाजसहित हर्क साम्पाङलाई 10 मुते ज्ञापन पत्र मैले पेश गरेको छु सर। जुन हिजो नारायण नदी किनारमा जो हर्क साम्पाङजी आउनु भएको थियो, हजुर, तपाईँहरूले त्यो बुदासहित होइन, बुदासहित यो ज्ञापन पत्र, यो आश्वासन, यो पत्र बुझाएको कति भयो? त लामो श्रृङ्खला, लामो समय धेरै नेता मन्त्रीहरूलाई चाहिँ ज्ञापन पत्र बुझाउनु भएको छ। 4 वर्ष भयो सर। सर्वप्रथम सबभन्दा पहिलो ज्ञापन पत्र माननीय रवि लामिछानेज्यूलाई आजभन्दा 4 वर्ष अगाडि एयरपोर्टमा बुझाएको मैले। चितवन क्षेत्र नम्बर 2 का सांसद आजको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हालका सभापति र चितवन क्षेत्र नम्बर 2 को हाम्रै यही
क्षेत्र नम्बर 2 को माननीय सांसद पनि हुनुहुन्छ। उहाँलाई बुझाउनु भयो फर्स्ट उहाँलाई टाइम पहिलो ज्ञापन पत्र एयरपोर्टमा झर्दै काठमाडौँबाट चितवन आउँदै फर्स्ट ज्ञापन पत्र उहाँलाई बुझाएको सर मैले आजभन्दा 4 वर्ष अगाडि। त्यसपछि त्यो श्रृङ्खला कहाँ पुग्यो? त्यो श्रृङ्खला तपाईँको चाहिँ सम्माननीय प्रधानमन्त्री पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, सम्माननीय पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सम्माननीय पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र त्यो बेलाको प्रधानमन्त्री तपाईँको पुष्पकमल दाहाल प्रचण्ड लगायत तपाईँको चाहिँ प्रदेशका सहकारी मन्त्रीहरू, मुख्यमन्त्रीहरू, गृहमन्त्री लगायत गृहमन्त्री मात्रै तपाईँको 3-4 गृहमन्त्रीलाई चाहिँ गएर भेटियो सर। यो ठुलो मेहनत छ सर, हामीले धेरै मेहनत गरेका छौँ। के पाउनु भयो त त्यो ज्ञापन पत्र? तपाईँले ज्ञापन पत्र पनि भन्नुहुन्न क्यार, प्रतिबद्धता पत्र प्रतिबद्धता पत्र के पाउनु भयो त्यो पत्र बुझाएर? अहिलेसम्म आश्वासन मात्रै सर, अहिले केही पाइएका छैन। हात लाए सुन्ने। तर अघिल्लो सरकारले एउटा चाहिँ काम चाहिँ के गरिदियो भन्नु होला भने पैसा फिर्ता गर्ने वातावरणमा अघिल्लो सरकार गइदिएन। मात्र हाम्रो चाहिँ के गरिदियो भने अघिल्लो सरकार भनेको केपी ओली नेतृत्वको सरकार, रमेश लेखक गृहमन्त्री हुँदा उहाँलाई पनि 2 चोटि भेटियो र उहाँले चाहिँ एउटा हामीलाई सपोर्ट, एउटा राम्रै ठुलो सपोर्ट चाहिँ पैसा नउठे पनि एउटा सपोर्ट के गर्नु भने संसदीय छानबिन समितिको रिपोर्ट प्लस र तपाईँको चाहिँ केन्द्रीय अनुसन्धान ब्युरो CIB का टिम, सम्पत्ति शुद्धिकरणका टिम र चितवन जिल्ला प्रहरी लगाएर महिनौँ दिनसम्म यहाँ चाहिँ प्रहरी कार्यालयमा चाहिँ हाम्रो चाहिँ वास्तविक पैसा कसरी हिनामिना भयो र कसले खाए, कसरी चाहिँ यो पैसा कहाँ कुन सूत्रसम्म गएको छ, कसरी गएको छ भन्ने कुरो चाहिँ सर्लक्क छरपष्ट हुने गरेर एउटा निकालेर त्यो प्रतिवेदन आज सम्मानित चितवन जिल्ला अदालतमा पेश भएको छ सर। यति काम चाहिँ उहाँले अघिल्लो सरकारले हाम्रो लागि गरेको कामलाई गरेको भन्नुपर्छ र मात्र के गरेन भन्नु होला भने बचत फिर्ता कसरी गर्ने भनेर लागेन। अघिल्लो सरकार केमा चाहिँ लागेको देखियो? प्रतिवेदन बुझायो, रिपोर्ट बुझाए, तर खास बचतकर्ता यहाँ त फेरि विभिन्न खाले बचतकर्ता छन्। कोहीको मकै पोलेको पैसा पनि छ, कोहीले एकदमै लगानी गरेको पैसा पनि छ, धेरैदेखि लिएर थोरैसम्म सबै बचत छ सर। यहाँ त तपाईँको चाहिँ मकै पोल्ने साथीहरू हुनुहुन्छ, ठेलामा तरकारी बेच्ने साथीहरू हुनुहुन्छ, जिउनी जग्गा बेचेर बुढी आमा 90 वर्षको 90 वर्षको आमा अस्ति भर्खर बित्नुभयो, उहाँले चाहिँ पूर्वी चितवनको चाहिँ यहीँ पर्साको हुनुहुन्छ। उहाँले रकम नपाइकन बित्नुभयो है? रकम पाउनु भएन, उहाँले रकम पाउनु भएन। त्यो पैसाले फलफुल खाउँला र छोरी बेटी ज्वाइँ चेलाहरूलाई टिका लगाउन होला त्यसको ब्याजले भनेर राख्नु भएको पैसा रहेछ। उहाँले पैसा नपाइकन त्यसैको पीडाले उहाँ बित्नुभयो सर। उहाँले मृत्युवरण गर्नु पर्यो। यस्तो पीडितहरू हामीसँग अझै पनि हुनुहुन्छ। कतिपय बितिसक्नुभयो, अब कतिपय डिप्रेसनको शिकारमा हुनुहुन्छ होइन। अब यस्तो कुरोहरू हुँदै अब धेरै यो अघिल्ला सरकारले चाहिँ हामीलाई के गर्यो भन्नु होला भने जस्तो छानबिन त गर्यो, तर बचत कसरी फिर्ता गर्नुपर्छ भन्ने बटम लाइन हामीले त्यो बेलादेखि ल है अब बचत फिर्ता हुने आधारमा पुगिसक्यो। सम्पत्ति जीविरहेका धेरै रोका भएका छन्, प्रतिवादीहरूका सम्पत्ति रोका भएका छन्, कसैलाई समाउनु पर्दैन, यहाँ कसैलाई थुन्न पर्दैन भनेर हामी त्यो मागसहित विभिन्न मन्त्रीहरू प्रधानमन्त्रीलाई हामीले भेट्यौँ। र अघिल्लो सरकारले मात्र के गर्यो भने माननीय रवि लामिछानेलाई थुनेर कसरी यसलाई थुनेर यसको राजनीतिक जीवन सिद्ध्याउन सकिन्छ भन्नेतिर बटम लाइनतिर मात्रै लागेको जस्तो देखियो कि पीडितलाई तपाईँ पैसा फिर्ता गर्छु भन्ने बटम लाइनमा लागेन। त्यो नलागेको कारणले अहिले हामीले तपाईँ कस्तो भने दुई ढुङ्गाको तरुलको जस्तो चाहिँ बिचमा हामी पर्यौँ। हेर्नुहोस्, उहाँहरूको राजनीतिक पनि सहकारीसँग मिसियो र हामी बिचमा पीडितलाई पारियो र हाम्रो बचत फिर्ता भएन। यो अघिल्लो सरकारले गरेको यो उपलब्धि नै हो, यो पीडितमाथि गरेको उपलब्धि भनौँ न। अब एउटा त्यतिसम्म चाहिँ हामीलाई पीडा भएको छ अघिल्लो सरकारबाट। हेर्नुहोस्, छानबिन गर्यो तर बचत फिर्ताको लागि उसले केही पनि पहल गरेन। र अब अहिले वर्तमान सरकारले फेरि अब पैसा फिर्ता गर्दैछ, त्यो एउटा स्वागतयोग्य कुरो हो। उनीहरूले चाहिँ तपाईँको ड्राफ्ट नै लिएर आएछन्, जस्तो 10,000, 50,000, 1 लाख, 2 लाख, 5 लाख, 10 लाखसम्मको चाहिँ एउटा 6औँ किस्तासम्मको चाहिँ त्यसरी चाहिँ एउटा ड्राफ्ट लिएर आएछन्। हो, त्यो रेसियोमा गएर पैसा फिर्ता गर्नु एकदम स्वागतयोग्य छ। स्वागतयोग्य काम हामी त्यसलाई स्वागत भन्छौँ, किन भन्दा पीडितले पैसा पाउनुपर्छ। पीडितको बटम लाइन भनेकै आफ्नो बचत फिर्ता हो। त्यो पैसा पाउनको लागि अहिलेको सरकारले चाहिँ त्यति उपलब्धि गरेको छ, गर्यो भने हुने रहेछ भन्ने कुरो देखिएको छ। तर यहाँनिर के भयो भन्नु होला भने अस्ति हामी लगभग 15-20 दिन अगाडि कुरो हो, सहकारी मन्त्री, गृहमन्त्री, प्रधानमन्त्री कार्यालयमा सहित गएर उहाँले चाहिँ सहकारी मन्त्री ज्यूले नै बोलाएर हामी चाहिँ केन्द्रमा नै गयौँ। गएर चाहिँ 2-3 घन्टा धेरै लामो बहस भयो। बहस भएपछि हामीले चाहिँ के माग राख्यौँ भने हाम्रा पैसा उठ्ने आधारहरू यो छ,
यसरी बचतकर्ताको पैसा उठ्छ र राज्यले दिने भनेको पैसा पनि हामीलाई भेदभाव नगर्नुहोस् है। जीविराई ग्रुपलाई पनि तपाईँहरूले दिनुपर्छ, चाहे 1 लाख बाँड्नुहोस्, चाहे 50,000 बाँड्नुहोस्, चाहे 10,000 बाँड्नुहोस्, चाहे 50 जति बाँड्नुहोस्, हामीले पनि पाउनु पर्यो त्यो पैसा। किन भन्दा हजुरको सभापति जोडिनु भएको केस छ, झन् हामीले चाँडै पाउँछौँ भन्ने हामीले आशाले आएको हो, हामीलाई खुसी पनि लागेको छ। तपाईँहरूले चाहिँ यो काम अब चाहिँ तपाईँहरू नै सर्वेसर्वा ठुलो पार्टी हुनुभएको छ, अब बचत तपाईँहरूले फिर्ता गराउनुहुन्छ भन्ने अझै पनि पब्लिकको आशा रवि लामिछानेप्रति छ। हेर्नुहोस्, रवि लामिछाने उहाँ नै जोडिएको भए पनि मान्छेको अझै हाम्रा यी बचतकर्ताहरूको आशा कतै यो पैसा लास्टमा रवि लामिछानेले मात्रै फिर्ता गर्ने त होइन, अरूले त सक्दैनन् है भन्छन्। ल हेर्नुहोस्, पीडितले अझै पनि उहाँप्रति सहानुभूति छ। तर अब अहिले राज्यले के गर्दैछ, ल 23वटा सहकारी योभन्दा अघिल्लो सरकार हुँदैमा सङ्कटग्रस्त घोषणा भयो र त्यो 23वटा सहकारी पीडित मात्रै पीडित त होइनन् नि त। यहाँ त तपाईँको त प्रतिवेदनले त 47वटा पुरा 47वटा प्रतिवेदनमा संसदीय छानबिन समिति, अघिल्लो संसदीय छानबिन समितिले त 46वटा को त छानबिनै गरेको छ, 87 अरब हिनामिनाको, त्यसमा जीविराईको पनि छ र कुशलभ हाम्रो चाहिँ महासङ्घको कुशलभ केसीको चाहिँ मा दर्ता भएका लगभग 370-80वटा सहकारी अपचलन भएका सहकारी त्यहाँ दर्ता छन्। भनेपछि नेपालमा करिब 400वटा हाराहारीमा 32,000 सहकारी मध्येमा 400वटा सहकारीको चाहिँ रकम अपचलन भएर त्यहाँबाट चाहिँ बचतकर्ता ठगिएका छन्। हेर्नुहोस्, भनेपछि यो समग्रलाई समेट्नु पर्यो राज्यले भेदभाव गर्न भएन। राज्यले वितरण गर्ने पैसा तपाईँको कसैलाई पनि काखा पाखा नगरिकन, हाम्रो माग चाहिँ के छ भने हजुरको मिडिया मार्फत आज राज्यलाई म पनि यो आह्वान गर्न चाहन्छु। मैले गएर सहकारी मन्त्रीज्यूसँग पनि यसरी नै भनेको हो, मैले कसैलाई भेदभाव नगर्नुहोस् है, हामीले पनि पाउनु पर्यो। राज्यले वितरण गर्ने पैसा हाम्रा बचतकर्ताले पाउनु पर्यो। साना बचतकर्ता हुनेलाई नै दिनुहोस्, केही भएन, ठिक छ, हजुरको सरकारको बटम लाइन के छ त्यो अनुसार दिनुहोस्, तर हाम्रो पीडितले नै पाउनु पर्यो। किन भन्दा यहाँ त माननीयको क्षेत्र हो, रवि लामिछानेज्यूको क्षेत्र हो झन् यो। भनेपछि त भोलि आफ्नै क्षेत्रको मान्छेले बचत पाएन भने तपाईँलाई भोट हाल्ने मान्छेले भोलि के भन्छन् भनेर हामीले यस्ता कुरा नि गऱ्यौँ। उहाँले चाहिँ होइन ठिक छ भनेर नोट गर्नु होला भनेको आज अब हामीलाई छुट्याउँदै यसबाट अलग्याइँदै छ। हेर्नुहोस्, भनेको चितवनको केसमा चाहिँ शिवशिखर सङ्कटग्रस्त पर्यो, एउटा शिवशिखर र रवि लामिछानेमाथि जुन आरोप लागेको थियो एउटा नि छैन होइन, सहकारीको रकम अपचलन गरेको जुन आरोप लाग्यो सहारा सहकारी जुन चितवनको केसमा सहारा सहकारी चाहिँ परेन। सहारा सहकारी सङ्कटग्रस्त जसले गर्दाखेरि कतै यो हाम्रो डुबेको रकम फिर्ता नहुने हो कि भन्ने हामीलाई भन्दा पनि पीडितले अहिले धेरैले पीडितले फोन गर्छन्। हेर्नुहोस् सर, यत्रो सङ्घर्ष गरियो, 4 वर्ष दुःख गरियो, हामीलाई सङ्कटग्रस्त गर्न पनि रोकिदिन्छ, प्रदेशले रोकिराखेको छ होइन, सङ्कटग्रस्तै गर्दैन, यसमा राजनीति राखियो, राजनीति मुछाइयो। हेर्नुहोस्, सङ्कटग्रस्त बनाउनको लागि प्रदेशले किन रोक्नु पर्यो फेरि? अब यस्तो छ, अब यो सम्भवतः मेरो विचारमा हाई प्रोफाइलका मान्छेहरू यसमा धेरै जोडिएका छन् सर। त्यो कारणले गर्दाखेरि पनि हाम्रो सङ्कटग्रस्त घोषणा नगरिकन यसलाई आलटाल गरेर कसैलाई यही सहकारीबाट भित्रभित्रै फसाउन सकिन्छ कि भन्ने हिसाबमा चाहिँ हाम्रा मन्त्रीहरू पीडितको भन्दा पनि आफ्नो राजनीतिक दुनो सोझ्याउनेतिर लागेको हो कि भन्ने आवाज हामीलाई हुन थालिसक्यो सर। अब मैले तपाईँले अलिअलि इङ्गित गर्न खोज्नु भएको? हजुर, किनभने तपाईँहरूले त मन्त्री नेता, अब यो समाजमा अलिअलि टोले नेता भएकाहरूलाई नभेटेको त रेकर्डै छैन भएन भनेर तपाईँले यो अहिलेको गएको प्रतिनिधि सभा उम्मेदवारलाई शुद्ध भेट्नुभयो, भेटिसक्यो। उम्मेदवारलाई शुद्ध भेटेर तपाईँले ज्ञापन पत्र भन्नु न, प्रतिबद्धता पत्र बुझाइरहनु भएको छ, उहाँहरूको प्रतिबद्धता भयो भएन भन्ने कुरा समयले बताउने हो। हजुर, प्रदेशको केसमा के भयो त? प्रदेशको केसमा तपाईँले बिनु रायमाझी जो अहिलेको मन्त्री हुनुहुन्छ, हामीलाई एउटा उहाँबाट चाहिँ आश थियो होइन, एउटा ठुलो आश थियो। किन भन्दा फेरि निराशा, भरतपुरको चेली उहाँ, सुन्नुहोस् है, भरतपुरमै छन् फेरि सहकारी पीडित, भरतपुरकै सहकारी पीडित उहाँकै वडा, फेरि भरतपुर 10 नम्बरकै, हामी पनि भरतपुर 10 नम्बरकै। अब हामी त यति हजुर पहिला हुँदाखेरि पनि हजुरले चाहिँ इन्टरभ्यू लिँदाखेरि पनि मैले यसै गरी भनेको थिएँ कि हामीलाई यति खुसी भएको छ कि हाम्रो चितवनको भरतपुरको आफ्नै वडाको मान्छे आज सहकारी मन्त्री हुँदा हामी ढुक्क छौँ है, अब हामीलाई सङ्कटग्रस्त उहाँले घोषणा गर्नुहुन्छ भन्ने यति आत्मविश्वास लागेको थियो। तर उहाँले पनि कता नसकेको जस्तो, यसमा राजनीति गुजलिएको जस्तो, कसैलाई फसाउनलाई चाहिँ यो बखेडा बनाइराखेको जस्तो देखिन्छ। यो त्यो किसिमले चाहिँ हामीलाई चाहिँ मोहरा बनाएर चाहिँ सङ्कटग्रस्त घोषणा नगरिकन कसैको राजनीतिक जीवन सखा पार्न पो लागि परिराखेको हो कि भन्ने आवाज कता त्यो पनि देखिन्छ। भनेको तपाईँहरूले यो आन्दोलन गरेर जुन आफ्नो बचत रकम, डुबेको रकम फिर्ता पाउनको लागि जुन गरेको आन्दोलनलाई हजुर कसैको राजनीतिक भविष्य, अब हाम्रो भनौँ न हाई प्रोफाइल नेताको चाहिँ राजनीतिक भविष्य सक्नको लागि तपाईँ लाग्नु भयो भन्ने तपाईँहरूमाथि आरोप लाग्यो?
होइन, हामीमाथि त्यो आरोप लागेको होइन, हामीले चाहिँ शङ्का त्यो गऱ्यौँ कि हामी पीडितलाई सङ्कटग्रस्त घोषणा नगर्नुको कारण के त? हाई प्रोफाइल कारण छैन। अरू कारण त के पनि छैन। उहाँले नहुने भन्ने कुरो आएन। सारा शिवशिखरको नि अदालतमा सम्मानित जिल्ला अदालतमा मुद्दा छ, हाम्रो पनि मुद्दा विचाराधीन छ, गौतम सिरीको पनि मुद्दा विचाराधीन छ, लाली गुराँसको पनि मुद्दा विचाराधीन छ, सनराइजको पनि मुद्दा विचाराधीन छ। अरू चाहिँ सङ्कटग्रस्त घोषणा हुने यही जीवी राई जोडिएको, यही छवि रवि लामिछाने जोडिएको सहकारीलाई सङ्कटग्रस्त घोषणा गर्नबाट रोक्नुको कारण चाहिँ के त? यहाँ हाई प्रोफाइलको मान्छे जोडिएर उहाँहरूलाई पीडितको माया भन्दा पनि पीडितको माया त परै जाओस्, पीडितलाई पैसा फिर्ता गर्नुपर्छ भन्ने ध्यानतिर सरकार नगइकन, प्रदेश सरकार नगइकन तपाईँको चाहिँ रविजीलाई नै कसरी कतैबाट फसाउन सकिन्छ कि भन्नेतिर लागेको हो कि भन्ने आज पीडितलाई हामीलाई आशंका चाहिँ त्यो बढेको छ। जसले सहकारी पीडित हो, न्याय फिर्ता दे, बचतकर्ता फिर्ता दे भनेका व्यक्ति नै अन्ततः हो पक्राउ परेको अवस्था बन्यो नि। थाहा छैन हजुरलाई? बन्यो। चितवनमा त्यो हालत छैन। कोही पनि छैन। चितवनमा कोही पनि त्यस्तो छँदा नि छैन, कुनै सहकारीमा आबद्ध नि छैन। सहकारीको होला साधारण सदस्यसम्म लिएर बसेका होलान्, बचत गरेका होलान्, कुनै कार्यकारी पोस्टमा पनि कोही पनि छँदा नि छैन। त्यो अवस्था छ भने अर्कोतर्फ चितवनको सडकमा आएका सहकारी पीडित जुन आन्दोलन भयो केही समय अगाडि, हजुर, ती सबै वास्तविक पीडित थिए? वास्तविक पीडित घुसपेट भएको छैन। धेरै जसो वास्तविक पीडितै छन् सर। वास्तविक सहकारी पीडितको नाममा राजनीतिक दाउपेच त भएको छैन त्यहाँ? अब कतै कतै अब यसो अलिअलि 2-4 जना मिसिने अलग पाटो भयो सर, होइन? तर वास्तविक पीडित जुन फ्रन्ट लाइनमा देखा परेका छन् ती सबै वास्तविक पीडित हुन् सर, होइन? अब त्यो अगाडि पछाडि कसैले चाहिँ आफ्नो दुनो सुझाउनको लागि केही भएको भए भगवान् जानुहोस्, त्यो हामी चिन्दैनौँ। अब हुलमा ठुलो तपाईँहरूले गर्नु उसमा त हामीले गरेका छैन। हामी कसैसँग हामी पूर्वाग्रही छैनौँ, केही पनि छैनौँ। हामीले रवि तपाईहरु त यो पनि भनिरहनु भएको छ कि हामीलाई को मान्छे पक्राउ पर्यो, को मान्छेले हतकडी लगायो, मतलब छैन, को मान्छेलाई मुद्दा चलायो भन्ने समेतका छैन, आवश्यक छैन। हामीलाई त्यो के पैसा फिर्ता हुनु पर्यो बस। हाम्रो बटम लाइन पैसा फिर्ता हुनु पर्यो। हामीले त अस्ति रविजीसँग है माघ 17 गते काठमाडौँको चाहिँ तपाईँ रविलाई पनि भेट्नु, रविजीसँग 3.5 घण्टा वार्ता गऱ्यौँ। हेर्नुहोस्, हामी बसेर तपाईँ एउटा चाहिँ क्याफेमा बसेर सिभिल अस्पतालको सँगैको एउटा क्याफेमा बसेर 3.5 घण्टा एउटा होटलमा 6 बजेदेखि बेलुका राति 9:30 बजीसम्म बसियो। हामी 5वटै सहकारीका साथीहरू थियौँ। त्यतिखेर पनि मैले के भने माननीयज्यू, तपाईँ राजनीतिमा आउनुभन्दा अगाडि गोर्खा मिडियाकोमा जोडिनु भयो। गोर्खा मिडियामा 68 करोड पैसा गएको छ, त्यो संसदीय छानबिन समितिले पनि बोलेको छ र प्रहरी अनुसन्धान सिआइबी अनुसन्धानले पनि बोलेको छ। त्यो प्रमाणित भइसक्यो। तपाईँ 15% मालिक हुनुहुन्छ, तपाईँले 15% पैसा हजुरले तिर्दिनुहोस्। हामी सबै 5वटा सहकारीले मुद्दा विथड्र गर्छौँ भोलि नै, ल आज लिखित हस्ताक्षर गरौँ भन्दा उहाँले मान्नु भएन। हेर्नुहोस्, किन मान्नु भएन? अब त्यो भगवान् जानोस् किन मान्नु भएन। यो नगरौँ किन कन्भिन्स गर्न सक्नु भएन? कन्भिन्स गरेको, धेरै कन्भिन्स गरेको, यो गरौँ भनेको उहाँले चाहिँ यो गर्दा मलाई अलिकति असर पर्छ भन्ने किसिमले उहाँले मान्नु भएन र नमानेपछि उहाँले के भन्नु भनेको तपाईँहरूको चाहिँ क्लियर कुरा के थियो भने 68 करोडमा 15% रविजीको हो, बस 15% उहाँले तिर्दिसकेपछि 15% उहाँले तिर्दिनु भयो भने उहाँबाट उहाँको चाहिँ मुद्दा हामी विथड्र गर्छौँ। विथड्र गरेर हजुर पनि अब चाहिँ प्रधानमन्त्री पनि अब अहिले त सर्वा सबभन्दा ठुलो पार्टीको सभापति मान्छे, होइन? अब त उहाँको राजनीतिक यात्रा लामो छ। हामी त सामान्य पीडित हो। पीडितलाई तपाईँले त्यही माथि पनि तपाईँकै क्षेत्रको मान्छे हामी। अब तपाईँकै पार्टीमा लागेर चाहिँ चितवनमा रासोपा जन्माएको मान्छे पनि हो। तपाईँ त जन्माउन पनि लाग्नुभयो। रासोपाको चितवनमा जन्माउने मध्येमा पर्छु। आज कता त्यो छेउको नाममा, मुटुको छेउको नाममा पश्चाताप भन्ने छैन सर। पश्चाताप केही पनि छैन। यो सत्यको लडाइँमा छौँ हामी, सत्यको लडाइँमा छौँ नि सर। सत्यको न्यायको लागि लडाइँमा छौँ हामी। पीडित हो, मेरो आफै बचत पैसा फसेको छ। हेर्नुहोस्, दुःख गरेर 5 पैसा 10 पैसा गरेर कमाएको पैसा सर, त्यहाँ पैसा फसेको छ। जुन तपाईँले जुन निलो क्रान्ति चितवनबाट सुरु भयो, हजुर, त्यो निलो क्रान्ति चितवनबाट सुरु हुँदै गर्दाखेरि आज त्यो चितवनबाट बलेको सानो झिल्कोले देशभरि नै एउटा भनौँ न एउटा चुनावी डडेलो त्यस्तै आयो। त्यसै गरी एउटा एक तरिकाले रासोपामय घन्टीमय बन्यो देश, होइन? अहिले बालन सरकार, रासोपाको वरिष्ठ नेता प्रधानमन्त्री हुनुहुन्छ, रवि लामिछानेजी पार्टीको हाँकिरहनु भएको छ, मन्त्रीहरू हुनु भएको छ रासोपाका। तपाईँलाई कता पश्चाताप छ कि छैन? कि जबकि तपाईँ पनि रासोपाको कुनै समय भरतपुर महानगरपालिका वार्ड नम्बर 10, त्यो पनि बजारको कोर क्षेत्रको तपाईँ वडा सचिव हुनुहुन्थ्यो। कतै मैले बरु त्यही वडा सचिवमै हुँदै गर्दाखेरि चाहिँ गरेको भए आज म रासोपाबाट नेता मन्त्री हुन्थेँ होला, चुनाव लड्थेँ होला। मैले सहकारीको आफ्नो पनि रकम फिर्ता गर्थेँ,
बचत फिर्ता गर्थे र अरूको पनि डुबेको रकम फिर्ता गर्थे भन्ने लागेको छ? होइन, त्यो त यस्तो छ, बचत फिर्ता गर्ने बटम लाइनमा त अझै पनि मैले हरेस खाएको छैन सर। म उहाँसँग बसेको छु, प्रतिभा रावलसँग बसेँ, गृहमन्त्री सुदन गुरुङसँग हामी 8 घण्टा 9 घण्टा कुरेर राति 9:30 बजे पनि भेटेर आयौँ। हेर्नु, हामी सबैसँग भेटेका छौँ। अब हामी बालेन अन्तिम एउटा दियोको आशाको केन्द्र भनेको एउटा बालेन शाह हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्री बालेन शाह हुनुहुन्छ। उहाँसँग भेट्न पाए हुन्थ्यो भन्ने हाम्रो पीडितको एउटा ठुलो आशा छ। सम्भवतः कतैबाट मिल्यो भने हामीले हारगुहार गरिरहेका छौँ। अन्तिम एकचोटि उहाँलाई भेट्न पाए, अन्याय र अत्याचारको लागि लड्ने मान्छेलाई भेट्न पायो भने, त्यहाँसम्म एउटा कागज पुर्याउन पाइयो भने हाम्रो बचत फिर्ता हुन्छ कि भन्ने एउटा हामीले ठुलो अपेक्षा चाहिँ हामीले लिएका छौँ। हेर्नुहोस्, त्यही सिलसिलामा पनि मैले हिजो चाहिँ हर्क साम्पाङज्यूलाई ल तपाईँको त सम्माननीय प्रधानमन्त्रीज्यूसँग टेलिफोन आदान प्रदान पनि भएको थियो, अङ्कमाल पनि भएको हो। अब यो हुँदाखेरि तपाईँ त धेरै नजिक हुनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यूसँग, हामीलाई भेटाइदिनुहोस् न एकचोटि, कमसेकम पीडितको कुरा त्यहाँसम्म लैजाउँ न भनेर हात जोड्नु भनेर हामीले हातै जोडेका छौँ। हेर्नुहोस्, उहाँले फोन नम्बर टिपेर लानुभएको छ, सम्भवतः उहाँले भेटाइदिनुहुन्छ कि भन्ने हामीले आशा राखेका छौँ। हाम्रो एउटा विकल्प उहाँलाई भेट्न पाए हाम्रो बचत फिर्ता हुन्छ भन्ने हामीलाई विश्वास छ सर। त्यो चाहिँ धेरै नै विश्वास हामीले लिएका छौँ। अब ब्याक टु यता आउँ है। हजुर, अलिकति पृष्ठभूमि म अलिकति कोट्याउन चाहन्छु, केलाउन चाहन्छु। आजको दिनमा सहकारीबाट तपाईँहरूको रकम डुब्यो। हजुर, तपाईँको रकम कति डुब्या छ? मेरो मोटामोटी 13 लाख छ सर। मेरो 13 लाख जुवाम गयो सर, गयो। अरू धेरै थोरै कति छ रेन्जमा भन्नु? अब यस्तो छ, सबभन्दा धेरै उनीको 5 करोड छ सर, थोरै उनीको 1500, 1000, 500 पनि छ, 400, 500 देखि लिएर 5 करोडसम्म छ। करोड पनि छ, 5 करोडसम्म छ। उहाँले तपाईँलाई भेटिरहनुहुन्छ? उहाँ आइरहनुहुन्छ। उहाँको अवस्था के छ आजको दिनमा? अब यस्तो छ, 500 हुनेको र करोड हुनेको। अब यस्तो छ, 500 उनीहरू साथीहरू साह्रै नै थोरै हुने साथीहरू त बरु तपाईँको त्यति आउनु भएको छैन। जस्तो अब एकजना रिक्सा माया मारिसक्नुभयो, एकजना रिक्सा चालक हुनुहुन्छ जसले सिमेन्ट बोक्नुहुन्छ, जसले चाहिँ फलफुल बेच्नुहुन्छ, जसले मकै पोल्नुहुन्छ, ती साथीहरू चाहिँ आउनुहुन्छ। लौ न सर, हाम्रो पैसा के भयो, राज्यले पैसा बाँड्न लाज, हामी किन परेनौँ, हामीलाई सङ्कटग्रस्त घोषणा किन राज्यले गर्दैन, हामीलाई किन भेदभाव गर्यो राज्यले, अब हामीलाई किन छुटायो, कतै हामीलाई प्रतिशोध त साध्दै छैन यो राज्यले। हिजो रविजीले प्रतिशोध भन्नुहुन्थ्यो, आज सहकारी पीडितमाथि नै प्रतिशोध पो साध्दै छ कि सरकारले भनेर उहाँहरू सरकारसँग नै बरु तरङ्गित हुनुहुन्छ। हेर्नुहोस्, किन भन्दा हामीलाई योबाट राज्यले दिने भनेको चाहिँ पैसाबाट छुट्याइदिँदा भेदभाव गर्दाखेरि चाहिँ हाम्रा पीडितहरू, यही क्षेत्रका पीडित, फेरि माननीयज्यूकै रवि माननीयज्यूकै क्षेत्रका पीडित साथीहरू आज तरङ्गित हुनुभएको छ। किन होला यस्तो गरेको, हामी त झन् उहाँलाई भोट हालेको मान्छे हो। तपाईँले अब भन्दै पनि हामीले चाहिँ धेरै मान्छेले उहाँले पैसा दिनुहुन्छ भनेर उहाँलाई नै हामीले भोट हालेको हो, आज हामीलाई किन पारिएन यसमा भनेर फोन गर्नुहुन्छ। हेर्नुहोस् त, अब यो कुरो हजुरहरूको मिडिया मार्फत मैले माननीय रवि लामिछानेज्यू र सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू, सहकारी मन्त्री प्रतिभा रावलज्यूसम्म यो पुगोस् आजको यो सन्देश, र जीवी राई ग्रुपलाई माननीय रवि लामिछानेज्यू कतिले त जीवित नै छैनन् होला भन्ने पनि कुरा होइन, त्यो कुरो पनि आछ। अब यो चाहिँ अब उहाँको परिवार स्रोतले चाहिँ त्यस्तो दाबी गरेको छैन। मरेको भए त सायद परिवारहरूले पनि त मारिएको भए पनि परिवार यो राज्यले जीवी राईलाई लुकाएको हो तपाईँको कुरा? यो त 100% हो। यसमा त दुई मात्रै छ। पहिलाको सरकारले लुकायो, कसले लुकायो भगवान जानोस्। तर किन कसरी लुकायो भने संसदीय छानबिन समिति सूर्य थापाले भन्नुभएको छ त तपाईँको चाहिँ गत भदौमा मलेसियाबाट आएर हेटौँडामा लगेर कतै ठुलो नेताको घरमा हेटौँडामा राखेर त्यहाँबाट गायब बनाइएको छ जीवी राईलाई भनेर त संसदीय छानबिन समितिको सूर्य थापाले भन्नुभएको हो। अब यो जीवी राईको विषय भयो। हजुर, अहिलेको यो झन्डै 2/3 सरकार, 2/3, हजुर, 182 सिट, हजुर, बालेन सरकार, हजुर, देशभरि घन्टी बजेर जितेको बालेन सरकार, बालेन शाह राष्ट्रसभाको वरिष्ठ नेता भएर आफै प्रधानमन्त्री हुनुभएको यो टाइम, हजुर, यङ प्राइम मिनिस्टर, यो बेलामा हजुर बालेन सरकार, घन्टी सरकार र झन्डै 2/3 सरकार, र जसको 100 दिनको कार्यसूचीमा हजुर तपाईँको विषय पनि उल्लेख छ। अब यस्तो छ, 100 दिनको विषयमा चाहिँ हाम्रो आशा छ होइन, आशा निराश हुँदै गयो। किन भन्दा यसमा हामीलाई समेटेको भए हामीले त पहिलो गाँसमै ढुङ्गा भयो, पहिलो गाँसमै ढुङ्गा जस्तो भयो हामीलाई। किन भन्दा सङ्कटग्रस्तै घोषणा भएन, पहिलो कुरो त्यो भयो। सङ्कटग्रस्त घोषणा नभए पनि हामीलाई नछुटाउनुहोस् है भनेर हामीले आयौँ। सहकारी मन्त्री प्रतिभा रावलले बोलाउनु भयो र हामीले उहाँ टिपाएर आयौँ। टिपाएर आउँदाखेरि आज हामीलाई त्यहाँबाट छुटाएर 23वटा सहकारीलाई मात्रै पैसा वितरण गर्ने लाइनमा सरकार चाहँदाखेरि कतै हामीलाई प्रतिशोध त साधिएको होइन।
भन्ने आवाज चाहिँ हामीलाई कसैलाई काखा कसैलाई पाखा लगायो लगायो। यो चाहिँ त्यो सिम्टम देखिँदैछ। सहकारी पीडितलाई वर्गीकरण गर्न जरुरी थिएन। पीडितको पीडा एउटै हो, घाउ एउटै हो, मलम एउटै लाग्नु पर्थ्यो, कसैलाई मलम हुने भयो कसैलाई नहुने भन्ने भेदभाव गर्दाखेरि चाहिँ हामीलाई कता कता सरकारले त फेरि दाबी गर्दै आइरहेको छ कि थोरै बचतकर्ता जति पनि छन् थोरै त्यहाँबाट सुरु गर्ने बचत फिर्ता गर्ने। ठिक छ, थोरैलाई बचत गर्नुहोस्, 10,000बाट सुरु गर्नुहोस् उहाँले भन्नुभएको छ नि त, 10,000बाट सुरु 10,000को त निलै गर्ने भन्नुभएको छ। ठिक छ, हामीले हाम्रो पैसा ल्याऊ म 13 लाख हुनेको चाहिँ आज मलाई ल्याऊ भने त छैन नि त। मैले 10,000बाट सुरु गर्नु, 20,000बाट सुरु गर्नु, तर हामीले पनि पाउनु पर्यो फिर्ता भन्ने कुरा हो। मैले भने कस्तो भने जस्तो अहिले यहाँ हाम्रो एकजना 3.5 करोड साथी हुनुहुन्छ, अस्ति सम्भवतः लगभग उहाँको मृत्युको शिकारमा पुग्नुभयो। अब उहाँ के हुनुभयो भने सुगरको एकदम हाई पेसेन्ट, उहाँको 600-700 सुगर डुब्या छ उहाँको। 3.5 करोड पैसा सहारामा 3.5 करोड पैसा फसाएको छ। उहाँको व्यापार व्यवसाय चौपट छ। हेर्नुहोस् है, उहाँ मध्यराति 2 बजे 12 बजेबाट उहाँ चाहिँ अचेत हुनुभयो, पानी पनि पिउन नसक्ने एकदम शिथिल हुनुभएछ। हामीले पनि थाहा पाइएन। अनि उहाँलाई रातारात एम्बुलेन्स बोलाएर सिएमसी हस्पिटल लगेर अनि उहाँको सुगर त्यतिखेर लो भएर 30 मा आएछ। हेर्नुहोस्, 30 मा आएपछि उहाँ चाहिँ अब डाक्टरहरूले विभिन्न चाहिँ औषधि उपचार गरेपछि उहाँ निकै लामो समयपछि होसमा आउनुभयो। भनेपछि लगभग मरेको मान्छे उहाँ बाँच्नुभयो। हेर्नुहोस्, जसले दिनको सहाराले बेसहारा बनाइदियो। उहाँले धेरै छन् सर। उहाँले दिनको चाडा सुई लाउनुहुन्छ। उहाँको छोरी पनि तपाईँ त्यस्तै बिरामी सुगरको पेसेन्ट हुनुहुन्छ, दिनको चाडा सुई लाउनुहुन्छ। उहाँको चाहिँ मासिक खर्च महिनाको 1 लाख छ बाउ छोरीको गरेर। हेर्नुहोस्, आज 3.5 करोड हुने मान्छे ऋण खोजेर औषधि उपचार गर्न परेको छ। अनि यो सरकारले अब यो हेर्ने कि नहेर्ने? हेर्नुहोस् त, अहिले वितरण गर्न लागेको हो। यसरी भेदभाव नगर्नुहोस् न मन्त्रीज्यू भनेर हामीले यही उदाहरण मैले तपाईँको चाहिँ सहकारी मन्त्री प्रतिभा रावललाई दिएको। हेर्नुहोस्, मेरो साथी हाम्रो चाहिँ सहकारी पीडित तपाईँलाई भोट हाल्ने माननीयज्यूलाई भोट हाल्ने तपाईँको भोटर यो क्षेत्रको चाहिँ पीडित मान्छेको आज यो अवस्था छ। शक्तिशाली सरकार कि गरिबी निवारण मन्त्री सहकारी मन्त्रीले के दिनुभयो जवाब? अब सहकारी मन्त्रीले नोट गरेर राख्नुभयो। ठिक छ, मैले नोट गरेको छु। अब यो विषय सबै नोट गरेको छु, मैले गर्छु, हामी गर्न आएको हो। अब हाम्रो सभापति जोडिनु भएको के समय दिनुस् भन्ने भयो। केही समय दिनुस्, हाम्रो सभापति जोडिनु भएको केस छ। अब यो केसलाई त मैले सर्ट आउट गर्नलाई मलाई किन यहाँ सभापति ल्याउनु भयो भन्ने कुरो तपाईँहरू बुझ्नुहोस्। सभापतिले मलाई यो सहकारी मन्त्रीको जिम्मेवारी दिनुको कारण सर्ट आउट गर्नै हो। झन् त्यही माथि पनि त रवि माननीयज्यू जोडिनु भएको चाहिँ सहकारी झन् त म सर्ट आउट गरिहाल्छु नि। तपाईँहरू नआत्तिनुहोस्, मलाई व्हाट्सएपमा जोड्नुहोस्, हाम्रो आदान प्रदान गर्दै गरौँ, कुरा गर्दै गरौँ भनेर भन्नुभयो। र उहाँको स्वकीय सचिवलाई मैले फोन पनि गरेँ। पछि चेतना आएपछि फोन गरेपछि उहाँको स्वकीय सचिवलाई व्हाट्सएपमा जोडेँ। अनि त्यहाँबाट संवाद केही पनि भएको छैन। हेर्नुहोस्, संवाद केही पनि भएको छैन। अब हेरौँ, आशा 100 दिनको कार्यसूचीमा जुन 100 दिनको कार्यसूचीमा चाहिँ हामीलाई पारिएन। हामीलाई सबभन्दा दुःख चाहिँ यहाँनिर छ। सहकारीको बचत रकम फिर्ता गर्ने भनेर लेखाएको छ नि। फेरि छ सहकारीको बचत रकम फिर्ता गर्ने भनियो, तर बटम लाइन 23वटा सहकारीलाई मात्रै लिइयो। अनि संसदीय छानबिन समितिले 46वटा सहकारीलाई चाहिँ तपाईँको चाहिँ अपचलन भनेर चाहिँ 87 अरब हिनामिना भनेको छ, त्यसलाई किन छुटाइयो? 46वटा सहकारीले 87 अरबको हिनामिना भनेर अघिल्लो संसदीय छानबिन समितिले प्रमाणित गरिसकेको छ। भनेपछि त ती बचतकर्ताले नि त पाउनु पर्यो नि त पैसा। ल हामी अलिकति हाइपो छ, अर्को सेकेन्ड चरणमा परौँला, अर्को चरणमा परौँला, केही भएन। तर सामान्य मान्छेले आज चाहिँ तपाईँ बिहान खाए बेलुका के खाउँ, बेलुका खाए भोलिपल्ट बिहान के खाउँ भन्ने मान्छेहरूलाई त बचत फिर्ता हुनु पर्यो नि त। सरकारले भनिरहँदाखेरि अनि यो के अरे छातीमाथि ढुङ्गा राखी हाँस्नु परेको छ भनेर बस्ने हो कि सडक आन्दोलन गर्ने? होइन, अब यस्तो छ। अब हामीले त हारगुहार गर्ने प्रतिपक्षलाई भनिरहेछौँ हामीले, होइन। अब जस्तो हिजो हर्कजीलाई भनियो, अब संसदमा आवाज उठाउनु पर्यो। संसदमा यो विषयमा संसदमा पीडितको सडक आन्दोलन चाहिँ किन नगर्ने त तपाईहरु? आउनु होइन, सडक आन्दोलन पनि हुन्छ। अब नहुने कुरो भएन यो। अब सडक आन्दोलन भनेको त भर्खरै हेरेको अवस्थामा किन बस्नु भएको छ? अब यस्तो छ, सरकारले अहिले केही न केही काम त गर्दैछ नि त, स्टेप चाल्दैछ। अघिल्लो सरकारले त यति भान भएको छ, त्यो यति पनि गर्न सकेको थिएन। अब सरकारले केही काम गर्दैछ, बचत फिर्ता गर्दैछ भनेपछि कमसेकम हामीलाई पो समेट्छ कि? अब बचत फिर्ता हुनेसम्म 100 दिनसम्म त खुरौँ न। 100 दिनसम्म त सरकारले के गर्छ कि? वेट गरौँ भन्ने। हनीमुन पिरियड त वेट गरौँ। वेट गर्दाखेरि कमसेकम बचत फिर्ता हाम्रा साना बचतकर्तालाई पनि त नछुटाउन सक्छ कि भन्ने हिसाबले पनि हामीले हिजो हर्क साम्पाङज्यूलाई भेटेर ल है तपाईँहरूको 28 गते संसद चल्दैछ, पहिलो संसदमै हजुरले बोलिदिनुहोस् है, यति कुरा बोलिदिनुहोस्। कमसेकम हाम्रो चाहिँ सामान्य प्रधानमन्त्रीज्यूको कानमा नि पुगोस्। कमसेकम यो जीवी राई सहकारी पीडितलाई नि नछुटाइदिनुहोस् है। लगायत अरू जुन 46वटा सहकारी जुन संसदीय छानबिनले गरेको छ त्यो पनि त डुबेको छ नि त।
राज्यले सङ्कटग्रस्त घोषणा नि नगरिदिने अनि अहिले 23वटा सङ्कटग्रस्त मात्रै भन्ने अनि गएर तपाईँ अरू सङ्कटग्रस्त घोषणा गर न त भने पाइपलाइनमा छ भन्ने गरेर कि बजेट छैन भनेर थोरैलाई मात्रै काम गरेको देखाउने आवाज गरेको हो कि सरकारले कता कता त्यो पनि त बुझ्नु पर्यो नि तपाईँको जस्तो 23वटा सरकारलाई मात्रै थोरै दिएर पनि भयो देख्यौ हाम्रो 100 दिनमा त हामीले काम गऱ्यौँ त भनेर चाहिँ एउटा प्रचारबाजी गर्नको लागि पो हो कि यो पनि त शंका गर्नु पर्ने जेठ 15 आउन पनि लागेछ फेरि बजेट आउँछ बजेट आउँदैछ अर्थमन्त्री जो धेरै डिमान्डेड अर्थमन्त्री डाक्टर सोनिम वाग्ले हुनुहुन्छ हामीले अर्थमन्त्री कार्यालयमा पनि लगेर हाम्रो निवेदन दर्ता गराएर अस्ति भन्न बाँकी जान बाँकी कोही पनि छैन कोही छैन सर अब एउटा भेट्न मात्रै यो देशमा बाँकी भनेको सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई मात्रै भेट्न बाँकी छ उहाँलाई पनि भेटेर केही भएन भने उहाँलाई पनि भेटेर केही भएन भने कि आशा मार्ने कुरो भयो कि सडकमा आउने कुरो भयो कि अन्तर्राष्ट्रिय अदालतमा गएर हारगुहार गर्नुपर्ने स्थिति अन्तर्राष्ट्रिय अदालतसम्म पुग्नु पर्यो नि सर यो त तपाईँ कस्तो भने त यो त बचत गरेर दुःख गरेर कमा पैसा हो नि त हामी त अनलाइनबाट चाहिँ सरकारले गर्छ कि भनेर चुप लागेको हो हामी त अनलाइनबाट क्लेम गर्ने यो जुन तपाईँ अन्तर्राष्ट्रिय अदालत तपाईँको पीडा सहितको आन्दोलन छ नि हजुर यो आन्दोलन कहिले सडकमा भनौँ न पोखिन्छ कहिले चाहिँ तपाईँहरू विभिन्न व्यक्तिहरूलाई भेटिरहनु भएको छ ज्ञापन पत्र यो नि एक प्रकारको आन्दोलन नै भयो शान्तिपूर्ण तरिकाले पनि गरिरहनु भएको छ यसमा कसैले आएर तपाईँहरूलाई आश्वासन दिने हजुर दबावमा राख्ने बोलिज भने खबरदार है प्रभावमा पार्ने हजुर हाम्रो पार्टीलाई सपोर्ट गर यो गर त्यो गर भन्ने किनभने तपाईँको त होल मास छ यसलाई म्यानिपुलेट गर्ने काम बिचमा भएको भएन आज यथार्थ भनिदिनुहोस् त्यो चाहिँ छैन सर अहिलेसम्म आजको दिनमा सुकुम्बासीलाई भोट ब्याङ्क बनाएर यो देशमा धेरै खाइएको छ होइन अहिलेसम्म सहकारी पीडितलाई भोट ब्याङ्क बनाइयो कि बनाइएन गएको छ अब त्यो भित्र भगवान जानुहोस् है तर अहिलेसम्म आएर कसैले तैँले किन यसो बोलिस् भनेर चाहिँ सबै कुरा तपाईँ राम जाने भन्नुहुन्छ त्यत्रा सहकारी पीडित होइन मैले भन्न खोजेको हजुरले सुन्नु न अब कसैले कुनै राजनीतिक ठुला पार्टीले आएर मेरो पार्टीमा आइज्यो यसो गर उसो गर भनेर कसैले सल्लाह दिए छैन मेरो पार्टीमा आइज म चाहिँ त्यो बचत फिर्ता गरिदिन्छु भने छैन त्यो कसैले केही पनि भनेको छैन अहिलेसम्म कसैले केही भनेको पनि छैन अब बरु हामीलाई सहयोग गर्नुहोस् भनेर हामी हारगुहार त सबैलाई गऱ्यौँ हामीले हेर्नुहोस् अघिल्ला चाहिँ उठ्ने माननीयजीहरू पनि सबैलाई ज्ञापन पत्र दियौँ ल है हाम्रो मुख्य उद्देश्य बचत फिर्ता हो जीवी राईलाई पनि थुन्न पर्दैन कसैलाई थुन्न पर्दैन हिजो हाम्रो रवि लामिछानेज्यूलाई डुबेको रकम पाउनु पर्यो हाम्रो बटम लाइन त्यति हो हिजो माननीयज्यू रवि लामिछानेज्यूलाई थुन्दा पनि हामीले भनेकै यसरी नै हो नथुन्नुहोस् है उहाँलाई नथुन्नुहोस् भन्नेको हामीले चितवनबाट कसैलाई अहिलेसम्म एउटा मान्छे थुनिया नि छैन हेर्नुहोस् चितवनबाट एकदम सजिलो छ अब यो कसैलाई अहिलेसम्म अब यो भन्दा अर्को एउटा म ठ्याक्कै त्यसमै आउँदै थिएँ दुवाडी सरले ठ्याक्कै जोड दिनुभयो तपाईँले भन्नुभयो सजिलो छ हजुर यता सम्पत्ति रोका गरिदिने त्यो 3 पुस्ते 4 पुस्ते 5 पुस्ते कति जान्छ नि त है कुराहरू त्यो छ यो सहकारी बचत रकम फिर्ता गर्न जुन यो डुबेको रकम फिर्ता गर्नलाई हजुर सजिलो बाटो छ है सरकारले किन असहज बनाइरहेछ भन्ने हो एकदम के छ भन्नु चाहिँ एकदम पोइन्टमा भन्नु यस्तो छ पोइन्टको रकम फिर्ता हुने आधार के हो यस्तो छ आजको दिनमा पोइन्टेड आधारहरू के छ भने जति सम्पत्ति रोका भएका छन् नम्बर 1 ती सम्पत्तिहरूलाई बजारको चलन चल्तीको भाउ अनुसार पीडितलाई नै दिने त्यसलाई जफत गर्ने भ्यालुएसन गर्ने एउटा घडेरी मानौ तपाईँलाई म उदाहरण दिन्छु भैँसे पार्टीमा जीवी राईको 34 रोपनी जग्गा छ हेर्नुहोस् जुन त्यो जग्गाको प्रति आना 50 लाख रुपियाँ आनामा अहिले पीडितले खाइदिने खान सक्छ आजको दिनको भ्यालुएसन भनेपछि सरकारी गभर्मेन्ट भ्यालुएसन त कम हुन्छ त्यहाँको भनेपछि तपाईँको त्यो 50 लाख रुपियाँ आना दरले 4 आना खाँदा त कति 500 को 2 करोड पर्यो नि त 2 करोडमा त तपाईँको त उस्तै परे साना बचतकर्ता त 50 जना छिर्न सक्छन् नि हो मैले यो कुरो पनि सहकारी मन्त्रीज्यूलाई ल है सहकारी मन्त्रीज्यू तपाईँले यसरी सर्ट आउट गरौँ न एकदम सजिलो आइडिया छ त कमसे कम त्यो ब्याङ्कको पैसा त्यहाँ कति छ ब्याङ्कको पैसा पनि तिर्न मन्त्रीलाई पढाएर आउनुभयो मन्त्रीलाई मैले मजासँग भनेको हेर्नुहोस् यसरी गरौँ यसरी गर्दाखेरि तपाईँहरूलाई पनि सरकारले काम गरेको पनि देखिन्छ पैसा बचतकर्ताले नि पाउँछन् त्यसलाई चाहिँ अब भ्यालुएसन त गरेर तपाईँ लिलामी प्रक्रियामा लाँदा त भ्यालुएसन कम हुन्छ भनेपछि त त्यो त पैसा बाँड्न पुग्दैन बरु यो तरिकाले चाहिँ मिलापत्र गरौँ यसरी काम गरियो भने बचतकर्ता पैसा पनि उठ्छ सरकारले पनि जस पाउँछ यो तरिकाले जाँदा राम्रो हुन्छ है मन्त्रीज्यू भनेर मैले नोटै गरेको छु उहाँले टिप्नु भएको छ डायरीमा आशा छ केही गर्छु त भन्नुभएको छ है यहाँ म यसै आएको होइन मलाई रवि लामिछानेज्यूले मेरो सभापतिले यसै यहाँ ल्याउनु भएको होइन
मलाई पक्कै यहाँ केही यो मान्छेले केही काम गर्छ, अब यसै म मुछिएको छु उसै मुछिएको छु, ल यो सर्ट आउट गरेर छाड्छु भनेर यहाँ पठाउनु भएको भनेर चाहिँ भन्नुभएको छ है उहाँले। अब यही कुरामा राजसभाको नेता भएर जाँदै गर्दाखेरि अलिकति छिटो काम हुन्थ्यो कि भन्ने लागेको छ। कता कता मैले अघि पनि फेरि प्रश्न दोहोऱ्याएँ। हजुर, तपाईँ अहिले स्वतन्त्र हुनुहुन्छ? अब म स्वतन्त्र, बिल्कुल स्वतन्त्र छु। म स्वतन्त्र छु। कुनै पार्टीमा हुनुहुन्न नि आजको दिनमा? छोड्नु, राजसभा छोडेर अन्त हुनुहुन्छ? छैन, कहीँ पनि छैन सर, कहीँ पनि छैन। तर राजसभाकै नेता भएको भए, राजसभाकै कार्यकर्ता भएको भए अलि छिटो हुन्थ्यो कि यो फास्ट ट्र्याक? यस्तो भयो क्या सर, यो राजसभा मैले छोड्न चाहेको नि थिइनँ। म माथि धेरै दबाब आएर मैले छोडेको हो राजसभा। हेर्नुहोस्, मैले यो धेरै मिडियामा पनि बोलिसकेको छु। अब यहाँ मेरो अब यस्तो कस्तो दबाब आए साथीहरूले भन्दाखेरि, सूर्य थापाले चाहिँ भनेका कुराहरू सेयर नगर, फेसबुकमा नलेख, जथाभावी नलेख, जे पाए त्यही नबोल भन्ने कुराहरू घरमै आएर जिल्ला स्तरीय साथीहरू, वडा स्तरीय साथीहरू, वडाका प्रमुखहरू, जिल्लाका प्रमुख साथीहरू आएर दबाब दिएपछि मैले चाहिँ के सोचेँ भने मेरो पैसा पनि डुबेको छ, मैले सहकारी पीडितमा नि लागेँ, अन्यायको विरुद्ध लडेको हो यो भनेपछि मलाई त यो पार्टीभन्दा बरु यो प्यारो हो नि त मेरो लागि त। मेरो पैसा पनि उठाउनु छ, अरूको पैसा नि उठाउनु छ, यत्रो लडाइँ लडिसक्यो भनेपछि आज म यताबाट ब्याक हुनुभन्दा बरु यो पार्टी छोड्दा मलाई राम्रो हुन्छ भन्ने जस्तो मेरो भित्र आत्मामा लागेर मैले छोडेको सर। मलाई आजसम्म केही पश्चाताप पनि छैन होइन। भोलि उहाँले त्यो आफ्नो गोर्खा मिडियामा गएको पैसा उहाँलाई तिर्नुहुन्छ भने हामी उहाँलाई फेरि भगवानै मान्छौँ। उहाँकै पार्टीमा ल आइजे भने पनि फेरि पार्टीमै गएर सहयोग गर्न पनि सकिन्छ, फेरि राजसभामा जान सकिन्छ, किन नसकिने कि। तर त्यो सकिनको लागि सहकारीको केस त मिल्नु पर्यो नि त। हाम्रो बटम लाइन भनेको 13 लाख पाउनु पर्यो, बचत फिर्ता हुनु पर्यो। बचत फिर्ता भयो भने त हामी फेरि मान्छौँ उहाँलाई। उहाँले फिर्ता गराउनु भयो भने त उहाँलाई मान्नु पर्यो नि त। रवि लामिछानेसँग अरू विषयमा त्यस्तो त्यो प्रतिशोध अथवा अरू विषयमा केही पनि छैन, दुश्मनी केही पनि छैन। उहाँले पनि सजिलै अब अस्ति भेट्दा 3 घण्टा बस्दाखेरि उहाँको परिचय नै गर्नु पर्दैन। उहाँलाई मैले मजाले चिन्छु, उहाँ मेरो मान्छे हो, उहाँ पहिला मेरो कार्यकर्तै हो भन्नुभयो, सबै कुरो भन्नुभयो। उहाँले पनि मजाले चिन्नु हुँदो रहेछ भनेपछि उहाँलाई पनि त्यस्तो केही प्रतिशोध केही पनि छैन। हामीले त अब तपाईँलाई मैले अझ यहाँ आजको यो इन्टरभ्यूमा एउटा महत्त्वपूर्ण पनि अर्को कुरो पनि खोलिदिन्छु। एउटा के छ भन्नु होला भने, हामी जब चाहिँ त्यहाँबाट भेटेर आएपछि अघिल्लो चाहिँ महान्यायाधिवक्ता सविता भण्डारीज्यू हुनुहुन्थ्यो। सविता भण्डारीज्यूलाई हामीले भेटेपछि उहाँले के भन्नुभयो भन्नु होला भने, सविता भण्डारीज्यूले अब हजुरहरूले एउटा यस्तो चिठी लेख्नुहोस्, सङ्कटग्रस्त र यो चाहिँ सङ्गठित अपराध र सङ्कटग्रस्त मुद्दा चाहिँ विथड्र गराइदिनुहोस् तपाईँहरूले, अनि तपाईँहरूको चाहिँ गोर्खा मिडिया पैसा पनि म तानिदिन्छु, रविज्यूको भागको नि म निकालिदिन्छु, छविज्यूले नि तिर्नुहुन्छ, अरू चाहिँ जस्तो अरू पनि छन् मुद्दा मामिलातिर जान भन्दा बरु यसरी मिलापत्र मिलापत्रतिर जाउँ भनेर उहाँले मिलाउँ भन्ने तरिकाले महान्यायाधिवक्ताज्यूले भन्नुभयो। ठिकै छ त, हामीलाई त चाहिएको त हाम्रो बटम अन्तिम लाइन भनेको बचत जेल हाल्न छैन, केही पनि छैन। ल ठिक छ हजुर मान्यजी म्याडम, हामी त्यही गर्छौँ चितवनमा आएर भनेर हामीले बैठक राख्यौँ। बैठक राखेर हामीले चाहिँ लिखित हस्ताक्षर गरेर त लेटर बनाएर सबैजनाको जति उपस्थित थियौँ 40-50 जना उपस्थित हस्ताक्षर गराएर ल सङ्गठित अपराध सम्पत्ति शुद्धिकरणको मुद्दा सहजीकरण गरी पैसा तिर्छु भन्नेलाई मिलापत्रको बाटो खुला गराउनु श्रीमान भनेर चाहिँ हामीले त्यसरी चाहिँ चिठी लेखेर हुलाक मार्फत पठायौँ। त्यो चिठी गयो, हुलाक मार्फत पुगेको भोलिपल्टै उहाँले सविता म्याडमले चाहिँ सम्मानित सर्वोच्च अदालत उहाँको चाहिँ रविजीको चाहिँ विथड्र गर्नुभयो। अहिले त मुद्दा छ, विचाराधीन अवस्थामा मुद्दा छ। हेर्नुहोस् भनेपछि हामीले रविसँग प्रतिशोध साधेको भए त हामी यति गर्थेनौँ नि। हामीलाई त बचत फिर्ता चाहिएको हो, उहाँले बचत फिर्ता गराइदिन्छु भन्ने प्रतिशोधको कुरा गर्दाखेरि म अलिकति तपाईँलाई बिचमा, हजुर अघिल्लो सरकारले रविमाथि प्रतिशोध गरेको भएर पनि बचत रकम फिर्ता नभएको भन्ने लाग्छ तपाईँलाई? अब रविलाई मात्र डाम्ने काम भयो, त्यो चाहिँ अरू देशमा मैले चाहिँ यता सुन्नु न सर, मैले चाहिँ के भन्दा योभन्दा अगाडि चाहिँ मैले त्यो सोचेको थिइनँ, तर मलाई अहिले चाहिँ कता कता त्यो फिलिङ चाहिँ मलाई कता भाषा तपाईँ अहिले भयो। किन भन्दा सङ्कटग्रस्त गर्न किन रोकियो, त्यसमा पनि कद छ। पहिलाको सरकारले काम त गर्न सक्थ्यो नि, अहिले रविलाई मात्रै मुद्दा चलाउने काम भयो। किन भन्दा आफ्नालाई चाहिँ 10 लाख धरोटीमा पनि छुटाए, रातारात अदालत लाने छुटाउने पनि काम भयो होइन। एउटै रविलाई मात्रै खेद दियो, त्यो बेला खेद दियो नि, खेद्न त एउटा रविलाई मात्रै धेरैचोटि खेद दियो भन्ने कुरो सबै पब्लिकले नि भनेकै हुन्। आखिरी हुन पनि त्यही नै थियो। तर हाम्रो उद्देश्य त के थियो भने अरूलाई पनि त्यस्तै गरिदिएको भए हुन्थ्यो। जस्तो जीवी राई किन समातिएन होइन, अरू प्रतिवादीहरू धेरै फरार छन् नि त, जीवी राईका दाजुभाइहरू छन्, अब सञ्चालकहरू अरू छन्, अरू कसैलाई खोज्दै नखोज्ने होइन। मात्रै रवि लामिछानेमा केन्द्रित सिङ्गो यो सहकारीको 8 अरबै हिनामिना रवि लामिछानेले गरेको हो कि भन्ने हिसाबले सरकार अघिल्लो सरकार लागेकै हो। हेर्नुहोस्
लाग्यो। किन भन्दा आज सङ्कटग्रस्त घोषणा नगरिदिएको कारणले मैले यो भन्दैछु। सङ्कटग्रस्त घोषणा गरिदिएको भए आज राज्यले दिने पैसा त हाम्रो पीडितले पाउँथे नि सर। आज किन पाएन? अघिल्लो सरकारले सङ्कटग्रस्त घोषणा गरेन र यो प्रदेश सरकारले अहिले हाल भइरहेको प्रदेश सरकारले पनि सङ्कटग्रस्त घोषणा गर्दैन। यो किन गरेन भन्यो भने कतै रविजीलाई फेरि फसाउन सकिन्छ कि भन्ने यता रविजीलाई फसाउने भन्ने लाग्यो उता विभिन्न अरू पार्टीका भनौँ न कांग्रेस एमाले अहिलेको माओवादी अरूलाई लगायतका पार्टीहरूको चाहिँ जुन आरोप लागेको छ उनीहरूलाई बचाउनेतिर लाग्यो बचाउनेतिर हो। त्यो बिन्दुमा लागेर हामी चाहिँ दुई ढुङ्गाको तरुलमा पर्यौँ। हामीलाई चेपियो, हाम्रो टाउकामाथि टेकेर राजनीति भयो भन्ने अहिले चाहिँ आभास भएको छ। हेर्नुहोस् अब अहिले त यस्तो फ्लिप भयो कि रवि लामिछाने धुलो टकटकाएर उठ्नु भयो, देशभरि राष्ट्रवादमय भयो। अहिले अरू पार्टीको अस्तित्व नै लगभग समाप्त, चुनावको बेलामा समाप्त त नभनौँ तर अस्तित्व नै हराए जस्तो फिल भयो। अस्तित्व नै यो केसमा चाहिँ केही आशा चाहिँ आज पनि छ होइन? अझ यस्तो छ, अब उहाँले अलिकति अहिले अब हामीमाथि प्रतिशोध नसाधिकन अब बचत फिर्ता गर्नुपर्छ। मैले अब यो चितवनको चाहिँ मेरै भोटरहरू हुन्, मेरा जनता हुन् भनेर लाग्नुभयो भने एउटा सजिलो बिन्दुमा बचत फिर्ता हुने बिन्दुमा पुगिसकेको छ सर, होइन? अब सम्पत्तिहरू रोका भएका छन्, त्यसलाई लिलाम प्रक्रियामा लाने, तिर्छु भनेर आएका छन्, तिर्छु भन्नेलाई मिलापत्रबाट खुला गर्ने, पैसा जम्मा गराइदिने, स्थानीय बजारमा 5-6 करोड छ त्यसलाई 35 दिने सूचना राज्यले गरेर त्यो पैसा उठाइदिने, होइन? जसका नाममा जति जति बिगो छ त्यो पैसा भरण पोषण गर्ने, माननीयज्यू रवि माननीयज्यूले नै आफ्नो भएको पैसा तिर्ने, छविज्यूले नै आफ्नो भएको पैसा तिर्ने, लक्ष्मी प्रसाद भन्ने एउटा अर्को साथी हुनुहुन्छ त्यहाँ, उहाँको नाममा नि सामूहिक बिगो छ 12 करोड, हाम्रो चितवनबाट गोर्खा मिडियामा 12 करोड गएको छ, उहाँले पनि पैसा भरण पोषण गर्ने, अरू सञ्चालकको नाममा पनि 5-5 करोड गएको छ, तिनीहरूले पनि भरण पोषण गर्ने भने च्याप सबैलाई समाउने हो भने चितवनको पैसा तत्काल 20 देखि 30 करोड होइन 100 मा 100 पैसा पो उठ्छ सर। पैसा चितवनको पैसा उठ्छ 100% पैसा उठ्छ। इच्छा शक्ति हुने हो भने इच्छा शक्ति राज्यले गर्नु पर्यो, राज्य लाग्नु पर्यो। आज दिन त राज्यको हातमा डाडु पनि यो सबै छ सबै छ। हामीले भइदिनु पर्ने कारण हजुरलाई मैले अहिले जसरी भने नि यही कुरा मैले तपाईँ कति सजिलै भनिदिनु भयो। सहकारी मन्त्रीलाई मैले पैसा उठ्ने एकदम दर्बिलो आधारमा गएको छ। तपाईँहरू स्ट्रङ सरकार छ, 2/3 सरकार छ, अब सुरु गर्नुहोस् न। कमसेकम यसलाई सामूहिक एउटा प्याकेज बनाऊ। एउटा चाहिँ तपाईँको चाहिँ ल ठिक छ हामीलाई सङ्कटग्रस्त घोषणा नगर्ने भए पनि जीवी राई ग्रुपलाई एउटा चाहिँ आयोग जस्तो एउटा खडा गरेर सरकारका मान्छे र पीडितका मान्छेहरू राखेर एउटा सामूहिक बकेट बनाएर त्यहाँ पैसा जम्मा गरेर चाहिँ वितरण गर्ने एउटा कुरो स्टार्ट गरौँ त। 6 महिनामा सट आउट हुन्छ, पैसा निक्लिन्छ। धेरै ठाउँमा धेरै प्रपर्टी रोका भइसकेको छ नि सर, धेरै मेहनत गरेका छौँ नि हामीले 4 वर्षमा। तपाईँको त प्रहरीले रोका गरिदिन्छ, हामी यहाँबाट बुटोल भैरवा तपाईँको नेपालगञ्जसम्म गएर जग्गा रोका गरेर आएको छौँ सर। त्यो एउटा आधार, दर्बिलो आधार हाम्रो स्ट्रङ सरकार भोलि आइदियो भने 1 दिन न 5 दिन हाम्रो पैसा उठ्छ भनेर कसैलाई नथुन है। मात्रै सम्पत्ति रोका गर्नमा लाग्नुपर्छ भनेर हामीलाई प्रहरीले पनि एकदम राम्रो सल्लाह दियो। त्यही चितवनमा अहिले कोही पनि सहकारी आरोपमा पक्राउ परेको छैन। सामान्य मान्छे थुन्दै नथुन्नी, समाउन सके जीवी राईलाई समाउने हो, सकिन्न भने अरूलाई किन समाउने? अरू सामान्य मान्छेलाई समातेर कामै छैन। पैसा जति फलो सबै जीवी राईबाटै भएको छ। भनेको जीवी राई चाहिँ अब प्रकट हुनु पर्यो होइन? प्रकट हुनु पर्यो। अब हाम्रो भनाइ के भने जीवी राई पनि नल्याऊ परेन। जीवी राई पनि नल्याऊ। तिम्रा मान्छे होला, कसैका साथीभाइ होला, कसैका नातागोता होला, कसैका के होला, जीवी राई नआए पनि सट आउट हुन्छ। किन भन्दा जीवी राईका प्रपर्टी त रोका छ नि त। त्यो सम्पत्ति रोका भएकोलाई भ्यालुएसन गरेर त्यसलाई त जफत गर्नु पर्यो। अरू सम्पत्ति नि खोज्न पर्यो। उसले चाहिँ विभिन्न तपाईँ प्लटिङहरूमा व्यापारी साथीहरूसँग लगानी गरेको छ। हेर्नुहोस् काठमाडौँतिर पनि कोही ठाउँमा 15 करोड दह चौकतिर लगानी गरेको उसकै मुखले भनेको छ। हामी जीवी राईसँग पनि बस्या हो नि त, दिनभरि जीवी राईसँग बसेको। मेरो धेरै ठाउँमा प्रपर्टीहरू लोका छ, म मिलाउँछु, मेरो लगानी छ जग्गातिर भनेको छ। यस्ता चिजहरू त खोतल्न पर्यो नि त। कहाँसम्म पैसा गएको छ खोतल्न पर्यो। जसको नाममा छ बिगो त्यसले तिर्नु पर्यो, अनि त पैसा सजिलै उठ्छ त सर। सर यसो यो सामाजिक सञ्जालहरू यसो एक्सप्लोर गर्ने हो भने हजुर अब हिजोकै पनि तपाईँ हर्क साम्बाङ जिल्ला दिँदै गर्दाखेरि र विगतमा धेरै यो गरिरहँदाखेरि सहकारी पीडितको विषयमा बोल्दै गर्दाखेरि चाहिँ हजुर यो जुन रकम चाहिँ अब तपाईँ भन्नुहुन्छ कसैलाई थुन्न जरुरी छैन, जीवी राई पनि आउनु पर्दैन भन्नुभएको छ। जीवी राई नआए पनि यो भन्नु राज्यको ढुकुटीबाट चाहिँ जुन जनताको कर र पसिनाबाट चाहिँ फेरि सहकारी पीडितलाई पैसा दिन थाल्यो भने राज्य टाँड पल्टिन्छ। हजुर त्यतातिर भन्दा बरु सम्पत्ति रोका गरेर बरु त्यो मान्छेहरूलाई पक्राउ गरेर मान्छेहरूको चाहिँ जुन तरिकाको बिगोस कायम गरेको छ त्यो बिगो अनुसारको उनीहरूलाई तिराउन लगाएर गऱ्यो भने त्यो बाटो चाहिँ बरु राज्यको लागि पनि एउटा यस्तो त्यो हजुरले भनेको नि एकदम राम्रो कुरो हो। पब्लिकको आवाज त्यो एकदम राम्रो छ। तर मैले हजुरलाई एउटा उदाहरण दिन्छु। भारतमा यसै गरी भारतमा चाहिँ सहारा सहकारी भन्ने डुब्यो
भारतमा पनि सहारा नामै सहारा थियो। त्यहाँ डुब्दाखेरि सहाराले त बेसहारा बनायो। मोदी सरकारले के गर्नुभयो भने राज्य कोषबाट सबै बचतकर्ताको पैसा फिर्ता गरिदियो। रियल घटना ल यो सोध्नुहोस्, मैले ढाँटे होइन। अनि पछि के गर्यो सरकारले? सबै ती ठगहरूसँग भरण पोषण गर्यो। हेर्नुहोस् त स्ट्रङ सरकारले कस्तो राम्रो गर्यो। बचतकर्ताको पैसा दियो नि त, खान नपाउनेले खान पाए, बच्चा नपढाउनेले बच्चा पढाउन पाए। मानव अधिकारको दृष्टिकोण हेऱ्यो कस्तो राम्रो हेर्नुहोस्। स्ट्रङ सरकार हो नि त त्यो सरकार। अहिले ठ्याक्कै त्यही स्ट्रङ सरकार छ नि त नेपालमा। अनि त्यो भिजन यहाँ किन लागू हुन सक्दैन? हाम्रो भनाइ अब यदि वास्तविक जनताको माया, पीडितहरूको माया छ भने, मैले सामान्य प्रधानमन्त्री बालनज्यूलाई पनि यो कानसम्म पुगोस् यो आजको तपाईँ हाम्रो सूचना, उहाँले ठ्याक्कै त्यही सिको गरेर बचतकर्ताको पैसा पहिला राज्यले तिर्ने। अब राज्यको लगानी भएपछि त राज्यले त कठोर भएर उठाउँछ नि त पैसा। एउटा आधार त बनाइसकेका छौँ त हामीले, कसको नाममा कति पैसा गएको छ, बिगो छ। निर्मम भएर जतिसुकै शक्तिशाली मान्छे भए पनि त्यसलाई छोड्न भएन नि त राज्यले। आफ्नो मान्छे छोड्न थाल्यो भने त फेरि आगो बल्छ। यहाँनिर बिग्रिन्छ। आफ्नो मान्छे परे पनि छोड्न भएन, उसको भागमा बिगो कति छ, ठगलाई ठगै भन्न पर्यो। ठग भन्न नि परेन, उसको बिगो तिराइदिए नि त भयो नि। पीडितलाई चाहिए त बिगो हो नि त। ल ठग भन्नै परेन, जीविराईलाई नि किन ठग भन्नु पर्यो हेर? तपाईँको बिगो तिराइदिने। बचतकर्ताले त पैसा आफ्नो पैसा फिर्ता पाउनु पर्यो। हो त्यसरी चाहिँ बचत फिर्ता गराउने र राज्य कोषबाट बचतकर्ताको पैसा फिर्ता गराउने र पैसा अरू बाँकी पैसा भोलि भरण पोषण राज्यको चाहिँ उसमा चाहिँ तपाईँको चाहिँ ठगहरूका सम्पत्ति जफत गर्ने। अघिल्लो हामीले सहकारी मन्त्री सन्थ्यौँ रामेश्वर खनालजी हुनुहुन्थ्यो, उहाँसँग हामी अर्थमन्त्री उहाँसँग भेट्यौँ हामीले। उहाँसँग भेट्दाखेरि उहाँले के भन्नुभयो भन्नु होला भने, सहकारी मन्त्रीले प्रपोजल लिएरै आउँदैन, प्रपोजल लिएर आयो भने म 100 वर्षलाई ऋण दिन्छु। सहकारी मन्त्रीले प्रस्ताव लिएर गएको छैन भने उनले त्यसरी नै भन्नुभयो। उहाँले जेनजी सरकारको अर्थमन्त्री, उहाँ जेनजी सरकारलाई नि त भेट्यौँ नि हामीले भेट्न त कसैलाई छोडेकै छैन नि सर। उहाँसँग एकदम राम्रो कुरो भयो। सहकारी मन्त्री अर्थमन्त्रीज्यूसँग बसेर पूर्व अर्थमन्त्रीज्यूसँग बसेर धेरै बेर कुरा गरियो। कुरा गर्दाखेरि उहाँले चाहिँ के भन्नु भने, सरकारको सहकारी मन्त्री मार्फत मलाई प्रपोजल लिएर आउँछ भने सहकारी पीडितलाई पैसा बाँड्न म 100 वर्षलाई ऋण दिन तयार छु, तर ऋण स्वरूप दिन्छु, पछि मलाई फिर्ता गर्नुपर्छ। ऋण 100 वर्षलाई दिन्छु मैले, ल निर्व्याजी दिन्छु, त्यो पैसा लर सहकारी पीडितलाई बाँडे हुन्छ, अप्ठ्यारो जसलाई छ त्यसलाई बाँडा भनेर भन्नु राज्यले यता त्यो कुरो हामीले गएर सहकारी मन्त्रीज्यू भाटमा पनि आएर भन्यौँ। अब कुरो उहाँहरूले प्रपोजल नलगेको हो कि तिर्न नचाहेको हो कि पीडितलाई पैसा फिर्ता किन दिने भन्ने सोच भयो कि त्यो भगवान् जाने। हेर्नुहोस् यति राम्रो प्रपोजल लिएर उहाँले आउनु भएको थियो, म लगानी गरिदिन्छु 100 वर्षलाई, भोलि ठगका सम्पत्तिबाट मजाले सहकारी पीडितहरू जो अहिले रोदै नपरेछ सबै पैसा आउँथ्यो। कस्तो राम्रो कुरो ल्याउनु भएको थियो पूर्व अर्थमन्त्रीज्यूले, अनि एकदमै स्वागतयोग्य कुरो ल्याउनु भयो। हामी त कति खुसी भएको थियौँ हेर्नु। अहिले डाक्टर सोनिम वाग्लेले त्यसरी अब सोनिम वाग्लेज्यूलाई अस्ति भेट्न हामी जाँदाखेरि भेट्न पाइएन, निवेदन मात्रै दर्ता गरायौँ। हामी यही कुरा गर्नलाई हामी त्यहाँ गएका थियौँ। अब उहाँ एकदमै यो बिजी हुनुहुन्छ भन्नुभयो, भेट्न पाइएन। बजेट बनाउने समय भएर पनि होला। अब यो कुरो हाम्रो अहिले वर्तमान अर्थमन्त्रीज्यूको कानमा पनि पुगोस् होइन। यसरी चाहिँ तपाईँको 50-100 वर्षलाई ऋण स्वरूप सरकारलाई दिएर भोलि ठगहरूबाट सम्पत्ति भरणपोषण गरेर त्यहाँ गर्ने। अहिले राज्य कोषबाट चाहिँ पीडितको पैसा फिर्ता गर्न त सम्भव छ त? अर्थमन्त्रीले त 100 वर्ष, पूर्व अर्थमन्त्रीले त 100 वर्षलाई ऋण दिन्छु भन्नुभएको थियो भनेपछि अहिले वर्तमान अर्थमन्त्रीले पनि त सक्नु पर्यो नि त त्यो काम गर्नलाई। यदि जनताको पब्लिकको माया छ भने त त्यो गर्नु परेन? भारतमा सक्ने या नसक्ने भन्ने त कुरो आउँदैन नि। अब हामी यो डिबेटको अन्तिममा छौँ। अन्तिममा जुन तरिकाले अहिले आजको दिनमा सहकारी पीडित त प्रताडित छन्। हजुर, सहकारी पीडितको समस्या त्यो आलो घाउमा त मलम लागिसकेका छैन नि। छैन, लाग्न सक्ने आशा चाहिँ छ हजुर, तर लागिसकेका छैन। त्यो आलो घाउ त आलो घाउ नै छ आजको दिनमा। केही आशाका केन्द्रहरू भने जीवित छन् होइन? हजुर हो। अब तपाईँहरू चितवनको सहकारी पीडितको सङ्घर्ष समितिको तपाईँ संयोजक, हजुर, कतिजना साथीहरू हुनुहुन्छ सहकारी पीडितहरू? हाम्रो यहाँ लगभग 35 हजार हाराहारी छौँ सर अहिले। 35,000को नेतृत्व गर्नुभएको छ तपाईँ? हजुर, 35,000 को। अब जति सहभागी साथीहरू हुनुहुन्छ। कति हुनुहुन्छ अब समितिमा चाहिँ कतिजना हुनुहुन्छ? समितिमा चाहिँ हाम्रो करिब त्यही 25-30 जना छौँ। 25-30 जना उहाँले नेतृत्व गरिरहनु भएको छ भनौँ न, तपाईँ मुख्य नेतृत्वमा हुनुहुन्छ। हजुर, अब तपाईँहरूको कार्ययोजना के हो? तपाईँहरू अब कसरी अगाडि बढ्नुहुन्छ? छोटोमा मिल्छ भने 2 मिनटमा भन्नु। अहिले ठिक छ। अब हाम्रो कार्ययोजना भनेको नै सरकारसँग हारगुहार गर्ने। अन्तिम भनेको हामीले अहिलेको सामान्य प्रधानमन्त्री बालनज्यूलाई भेट्ने। बालनज्यूलाई भेट्ने नै हो तपाईँको कार्ययोजना? बालनज्यूलाई हजुरको मिडिया मार्फत पनि म आह्वान गर्न चाहन्छु। बालनज्यूलाई हामीले भेटेर हाम्रो यो तरिकाले हाम्रो यो पैसा उठ्छ, सामान्य प्रधानमन्त्रीज्यू समस्या मात्रै नराख्ने, सुझाव पनि दिने, समाधान पनि दिने, सुझाव पनि दिने
आफ्नो समस्या पनि पीडितका समस्याहरू पनि राख्न पायो भने युवा नेता जल्दो बल्दो युवा भर्खर 35 वर्षको नेताले पक्कै पनि यहाँ 3 करोड जनताले छानेको नेता हो नि त। आज बालनले गर्दा 2/3 आयो नि, यो त 2 मात्रै छैन, सिर्फ बालनले गर्दा 2/3 आएको भनेपछि उहाँले त पक्कै केही न केही गर्नुहुन्छ भन्ने चाहिँ एउटा हाम्रो पीडितलाई भित्र आशा चाहिँ यो छ। थ्याङ्क यू सो मच, समय दिनुभयो, धेरै धेरै धन्यवाद सर।